गणेश मेरो पनि बोलाउनु पर्यो नि हो। यो त हामीले राख्ने हो नि त। स्वागत छ है हाम्रो यहाँ हाम्रो कार्यक्रममा हामी जानेको कार्यक्रममा स्वागत छ। कस्तो मुखमा भएपछि त होइन यस्तो भइरहेको होइन। हजुरलाई स्वागत छ। हजुरलाई स्वागत यसै गरी प्रमुख अतिथिमा नेपाल विद्याभूषण कबाट सम्मानबाट विभूषित नेपालमा नर्सिङ विषयमा विद्या आर्जन गर्नुहुने नेपालको पहिलो महिला, हाम्रो धरानको शान, हाम्रो इज्जत, हाल विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राध्यापक डाक्टर रोजी श्रेष्ठजीलाई मञ्चमा आएर भाषण गर्नुहुन हार्दिक अनुरोध गर्दछु। जोरदार तालीका साथ प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई सम्मान गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी आजका विशेष अतिथि भर्खरै विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी फर्किनुभएका धारणका साहसी हिल्डिङ परीक्षक काउन्सिलिङ मनोवैज्ञानिक जेमोलोजिस्ट तथा पर्वतारोही हाल प्राणिक एन्जल्स नेपालका संस्थापक श्री सुश्री कृति अग्रवाल रतनियाजीलाई पनि मञ्चमा आएर हार्दिक अनुरोध गर्दछु। जोरदार तालिमका उहाँलाई स्वागत गरिदिनु हुनुभयो। यसै गरी आसन ग्रहण गर्ने क्रममा गर्नुहुने धरानका गायिका ममता श्रेष्ठजीलाई यथा स्थानमा आसन ग्रहण गरेको हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रममा अब आसन ग्रहणको लागि निमन्त्रित गरिदिन हुँदा स्वागत गरिदिनु हुँदा सम्पूर्ण हाम्रा स्वयंसेविका दिदीहरूलाई माला लगाइदिनु हुँदा हार्दिक अनुरोध गर्दछु। अब म यस आसन ग्रहण गर्ने क्रम जारी छ। सुनिल कर्मचारी दिदीलाई अन्य अतिथिहरूलाई आसन ग्रहणको लागि स्वागत गरिदिनु हुँदा हार्दिक अनुरोध गर्दछु। श्रेष्ठजीलाई स्थानमा आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु। धरानका चर्चित राष्ट्रिय गायक सपन श्रेष्ठजीलाई यथा स्थानमा आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु। त्यसै राष्ट्रिय लोक दोहोरी गायिका सरिता गुरुङ श्रेष्ठजीलाई यथा स्थानमा आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु। सरिता कुमार श्रेष्ठ विमलज्यूलाई यथा स्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी समाजसेवी सविता बस्नेतज्यूलाई यथा स्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी हामी धरानी काठमाडौँ समूहका शुभचिन्तक पवन अग्रवालजीलाई यथा स्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै हामी धरानी काठमाडौँ समूहका शुभचिन्तक निलेश मण्डलाज्यूलाई यथा स्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै हामी धरानी काठमाडौँ समूहका शुभचिन्तक गणेश रतिरियाज्यूलाई यथा स्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु।
यसै गरी हामी धरानी काठमाडौँ समूहका सुरक्षित श्यामा अग्रवालज्यूलाई 21 तालमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। आजको प्रमुख अतिथिज्यूलाई दीप प्रज्वलन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथमा हाम्रा धरानी काठमाडौँ समूहका दिदीबहिनीहरूलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धरानीहरूको समूह हामी धरानी काठमाडौँ समूहले आयोजना गरेको नेपाली चेलीहरूको वर्ष दिनमा एकपटक आउने महान चाड हरितालिका तीजको दर खाने कार्यक्रममा हाम्रो यस निम्तो स्वीकारी आफ्नो व्यस्त समयका बावजुद यहाँ उपस्थित हुनुभएका सम्पूर्ण धरानी दिदीबहिनीहरूलाई यस दर खाने कार्यक्रममा म पूजन नेपाली वर्षैको व्यक्तिको तर्फबाट साथै सम्पूर्ण हामी धरानी काठमाडौँ समूहका सदस्यज्यूहरूको तर्फबाट हजुरहरूलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। नेपाल विभूषण क सम्मानबाट विभूषित नेपाल सरकार विश्वविद्यालय अनुदान आयोगकी सदस्य सचिव प्राध्यापक डाक्टर रोजी श्रेष्ठज्यूलाई पनि आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरी हाम्रो निम्तो स्वीकारी यहाँ उपस्थित भइदिनु भएकोमा मेरो व्यक्तिगत तर्फ हामी धरानी काठमाडौँ समूह साथै यहाँ उपस्थित सम्पूर्ण धरानीहरूको तर्फबाट स्वागत गर्न चाहन्छु। इतिहासमै पहिलोपटक धरानी मारवाडी समुदायकी चेली श्री प्रीति अग्रवालज्यूले अदम्य साहस हिम्मतका साथ आफ्नो समुदाय र धरानबाटै पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएर हामी नारीहरू र धरानकै नाम सगरमाथाकै शिखर झै उच्च बनाउने कार्य गर्नु भएकोले आज उहाँलाई हाम्रो संस्था हामी धरानी काठमाडौँले प्रीति अग्रवालज्यूलाई स्वागत गर्न पाउँदा ज्यादै खुसी लागेको छ। अब तपाईँहरूको अमूल्य समय धेरै नलिई उपस्थित मैले मान्नुपर्ने मेरा अग्रज मेरा समकक्षी दिदीबहिनीहरू साथै उपस्थित सम्पूर्ण धरानीहरूलाई यस दर खानेर सम्मान गर्ने कार्यक्रममा पुनः हार्दिक स्वागत गर्दै मेरो छोटो भनाइ यतिमै पुग्याउँछु। धरान भनेपछि मलाई कस्तो प्रेम आउँछ जाग्छ के। आज मलाई त्यति साह्रो सन्चो पनि थिएन, तर घर अलिकता नजिकै भएकोले म आज यो धरानी भेला त म चुकाउँदिनँ, म मिस गर्दिनँ भनेर म आएको छु। त्यसैले सर्वप्रथम त अब आजको तीज राम्रोसँग ग्यादरिङ पनि राम्रो देख्छु। धेरै माया लाग्छ जब के अरे घन्टाघर देख्छु म फेसबुकमा अनि म भन्छु आई एम भेरी प्राउड बिकज आई एम फ्रम धरान। र धरानका कलाकार धरानले धेरै कलाकारहरू जन्माएका छन् हगि, त्यसमा म पनि एउटा परेँ, यो मेरो सौभाग्य हो। सबैले भन्छन् धरान त ओहो कला संस्कृतिमा त धेरै राम्रो हो है, तपाईँको धरानको हो है। अब मेरो गुरुको नाम लिन्छु म दीप श्रेष्ठ दाई होइन, गुरु र सबैजनालाई ह्याप्पी तीज भन्छु। सबैको सुस्वास्थ्य दीर्घ जीवन आनन्दित कुनै पनि कष्ट भोग्नु नपरोस् है। सबैभन्दा राम्रो चाहिँ त्यही हाम्रो हुन्छ जस्तो लाग्छ। र मलाई यति नै बोल्न दिनुभएकोमा धेरै खुसी पनि छु। म निमन्त्रणा गरिदिनु भयो अतिथिको रूपमा। र मैले हुन त अरू भाइले भनिदिनुहुन्छ होला, मैले जीवनमा धेरै उतार चढाव भोगेको छु। सबैको जिन्दगीको भोगाइ आफ्नो तरिकाको हुन्छ र म एउटा कलाकार संवेदनशील व्यक्तित्व भएकोले मैले एउटा जीवनको अनमोल यात्रा भन्ने अटोबायोग्राफी जीवन कथा लेखिका आत्मकथा पनि मैले विमोचन गरिसकेको छु। र भाइहरूसँग सल्लाह गर्दाखेरि तपाईँले लिएर आउनुहोस्, यहाँ सबैले माया दिन्छन् भनेर भन्नुभएकोले मैले लिएर आएको छु। र त्यो किताबले चाहिँ साहित्य कोशमा टप 11 मा पर्न सफल भयो। सबैले बधाई दिए र पुरस्कृत चाहिँ हाम्रो इटलीकै भाइ एकजना हुनुभयो। धेरै राम्रो किताब लेख्नु भएको थियो, अहिले मैले नाम बिर्सेँ, तर मलाई पूर्वको भनेर म आफै पाएको जस्तो लाग्यो कि इटलीको भाइ एकजना हुनुहुन्थ्यो, उहाँले पुरस्कार पाउनुभयो। यो हाम्रो बहुभाग्य हो र सबैजनाले हजुरहरूले त्यो लिदिएर पढिदिनुहोस् र
र प्रेरणाको स्रोत भनेर चाहिँ मान्छेहरूले राखेका छन् फेसबुकमा। त्यही भन्ने म निवेदन गर्दै यो छोटोभन्दा पनि लामो वक्तव्य आज यहीँ समाप्त गर्छु। ह्याप्पी तिज एभ्रीवान। है तपाईँ के जान्न चाहनुहुन्छ मेरो सगरमाथा यात्राको बारे? पछाडि पनि धेरै मेहनत लाग्यो। मेहनत भनेपछि कस्तो मेहनत? अब म बच्चा हुँदा बेला नै मैले डायरीमा हामीले विशेषहरू लेख्छ नि, आफ्नो डायरीमा गोल्स लेख्छ, विशेष लेख्छ, टार्गेट्स लेख्छ होइन। सो मैले बच्चा बेलै लेखाएको थिएँ म एक दिन एभरेस्ट बेस क्याम्प जान्छु भनेर। एभरेस्ट बेस क्याम्प अनि चाहियो भने म हिमाल पनि सगरमाथा पनि चढ्छु भनेर म त्यो डायरीमा लेखेर बिर्स्याएको थियो कि। अनि त्यसपछि मैले यहाँ स्कुलिङ गरिसकेपछि म मुम्बई गयो। मुम्बईमा मैले ब्याचलर्स सकाएर म फेरि फर्किँदाखेरि म त्यो डायरी भेटाएको थिएँ। डायरी भेट्दाखेरि मैले त्यो बिर्सिसकेको थियो। तर डायरी भेट्दाखेरि मैले के लेखेको थियो? मैले त्यो विस लेखेको थियो। त्यो बेलासम्म मैले एभरेस्ट बेस क्याम्प भ्याइसकेको थियो होइन। अनि जति मैले अरू विषयहरू लेखेको थिएँ त्यो सबै पनि भ्याइसकेको थिएँ कि मात्र सगरमाथा भएको थियो। फेरि मैले सगरमाथा कसले गर्छ, कति गाह्रो हुन्छ होला बन्द गरेर फेरि राख्थेँ कि होइन। तर के हुन्छ त्यो भन्छ नि, युनिभर्स कन्स्पायर्स फर द थिङ्स टु ह्यापन फर यु भन्छ नि। तपाईँले के सोच्यो भने हाम्रो पुरै कायनातले के भन्छ तपाईँको जसरी पनि म्यानिफेस्ट गर्छ। सो म अब ट्रेकिङ गर्न एकदमै मन लाग्थ्यो। कहिले पनि अब हुन्छ नि उहाँले जसरी भन्नुभएको मान्छे डिप्रेस हुन्छ, मान्छे एङ्सियस हुन्छ होइन। सो मान्छे अलिकति तपाईँ खुल्ला वातावरणमा जान चाहनुहुन्छ नि त। सो म पनि ट्र्याक जान्थ्यो। अब एज अ भेकेसन भन्नुहोस् होइन। सो सबै ट्र्याक भ्याइसक्यो। नेपालमा सबै बेस क्याम्प भ्याइसकेपछि अब कहाँ जाने त सोध्यो कि कहाँ जाने। सो मैले के सोध्यो र 5500सम्म त गइसक्यो, अब अगाडि जाउँ न। सो मैले फर्स्ट हिमाल चढ्दाखेरि चाहिँ मेरो 5500 भन्दा माथि चाहिँ मिरा पिक मैले एटेम्प गरेँ होइन। त्यो पनि हावातालले गएको मान्छे, केही प्रिपरेसन थिएन, केही थिएन। ल मिरा पिक चढ्नु न त। त्यो चाहिँ 6500 मिटर। त्यहाँ जाँदाखेरि चाहिँ मैले धेरै ठुलो लेसन चाहिँ सिक्यो कि, किनकि त्यहाँ हामी 3 जना थियो, एउटै गाइड थियो हामीसँग। धेरै प्रिपरेसन थिएन, राम्रो गियर्सहरू पनि थिएन होइन। त्यो पनि सबै हामीले माथि क्याम्पमा हायर गरेको। तर त्यो मेरो चाहिँ मिरा पिक चाहिँ हामी पुग्नै सकेनौँ। 200 मिटरभन्दा तल चाहिँ एउटा अझ जुन मेरो साथी हुनुहुन्थ्यो, उहाँको चाहिँ गोडामा प्रब्लम भएर उहाँले चाहिँ ल हामीले फर्किनै पर्छ भन्नुभएको कि। सो उहाँले गर्दा हामी सबैको एक्सपेडिसन चाहिँ त्यही फेल भयो अनि हामी फिर्ता आउनु गयो। त्यसपछि चाहिँ मलाई के लाग्यो, ल मैले त प्रिपरेसन एकदमै गर्नुपर्छ, हिमालको लागि यसरी गर्नु त हुँदैन। सो मैले त्यसपछि चाहिँ जिम जान थालेँ होइन। आफू बडीले आफै स्ट्रङ बनाउन थाल्यो। अनि अरू गियर्सहरूको बारे पनि के चाहिन्छ, के चाहिँदैन। अब हिमालमा तपाईँले गियर्स भनेको सबभन्दा राम्रो गियर्स चाहिन्छ। डाउनसुट भनेको सबभन्दा राम्रो। अब -50-60 डिग्रीमा तपाईँले नर्मल ज्याकेट लाएर त हुँदैन होइन। तपाईँ त्यो सबै कुराहरूको बारेमा जानकारी लिँदा फेरि मैले लोबु चेप्टी 6016 मिटर त्यो चढ्यो। फेरि त्यसपछि म अफ्रिकाको सबभन्दा ठुलो पिक किलिमन्जारो पनि गऱ्यो होइन। यो सबै मेरो एभरेस्टको प्रिपरेसन भइरहेको थियो भनौँ न। फेरि किलिमन्जारो गरिसकेँ, फेरि फर्केर फेरि मिरा पिक गयो। त्यसपछि चाहिँ मैले विश्वको 8औं हाइएस्ट पिक त्यो चाहिँ मनासको मैले लास्ट सेप्टेम्बरमा गरेँ 2025मा। फेरि त्यसपछि चाहिँ 8 आयो कि अब त म एभरेस्ट गर्न सक्छु, सगरमाथा गर्न सक्छु भनेर। अनि मैले 3 महिना पहिला मे 21मा एभरेस्टको शिखरमा पुग्न एकदमै कामयाब भयो होइन। तर अब यो कामयाब भन्दाखेरि कहाँदेखि स्टार्ट भयो त? 3-4 दिन होइन, मेरो बच्चादेखिकै भनौँ न। आज स्कुलमा पनि म एथलिट थियो, म एकदम राम्रो दौडिन्थेँ, सबै गर्थेँ होइन। त्यो सबैले मलाई जहाँसम्म लाग्छ एभरेस्टमा पुगाएको हो कि। अब बेस क्याम्पमा बस्दाखेरि पनि हाम्रो भन्छ नि खुम्बु ग्लेसियर सुन्नु भएको छ है। खुम्बु ग्लेसियर भनेको चाहिँ सबभन्दा डेन्जरस ग्लेसियर भन्छ क्या। सजिलो छैन त्यो पार गर्न होइन। त्यो फर्स्ट टाइम हामी पार गर्दा चाहिँ अभालान्च आएको कि। अब अस्ति भर्खर सुन्नु भएको होला, पाकिस्तानमा 10 जना मान्छे खस्यो नि अभालान्चले गर्दा होइन। हाम्रो निम्स दाइको दाइ पनि खस्नु भयो। सो त्यो मेरो अगाडि एउटा अभालान्च गएको कि होइन। त्यो अभालान्च गएको जाँदाखेरि चाहिँ मेरो गाइडले चाहिँ तुरन्तै नप्रिति झुक भनेर भने के भइरहेको थाहा पनि थिएन। त्यो इन्टेन्सन यो मोमेन्ट बुझ्नुहोस् है। हामी त झुक्यो, तर
टपकेर गयो, 2जना मान्छे घाइते भयो। त्यो बेलामा एकचोटि चाहिँ 7 बजिसकेको थियो। ल के भएको त्यो 1 मिनटको लागि 1 क्षणको लागि चाहिँ तपाईँको हृदय बाहिर आइसकेको छ होइन। सो त्यस्तो त्यस्तो धेरै नै अब वेदरको समस्या पनि आयो है। अब एभरेज बेस क्याम्पमा 10-15 दिन पुग्नु पऱ्यो, त्यो सेराकले गर्दा त्यहाँ अब बाटो खोलेको थिएन। फेरि माथि जाँदा जाँदा क्याम्प 2 गइसकेपछि मैले यति हावाहुरी कहिले हेरेकै छैन। क्याम्प 1 देखि क्याम्प 2 जाँदाखेरि क्याम्प 1 भनेको तपाईँको 6100 मिटर हुन्छ अनि क्याम्प 2 भनेको तपाईँको 6500 मिटर हुन्छ। त्यहाँ जाँदाखेरि यति हावाहुरी मैले कहिले त्यति हावाहुरी हेरेकै छैन होइन, फर्स्ट टाइम जाँदाखेरि। सो हामीले के गर्नुपर्छ, रोटेसन गर्नुपर्छ। रोटेसन किन भन्दाखेरि एक्लिमेटाइज गर्नलाई, बडी एक्लिमेटाइज गर्नलाई होइन। सो क्याम्प 1 क्याम्प 2 गरेर पुगेर तपाईँ फेरि फिर्ता फर्किनु पऱ्यो बेस क्याम्प, अनि फेरि तपाईँ एकचोटि समय पुष्टको लागि जानुहुन्छ। सो सेकेन्डचोटि जाँदाखेरि चाहिँ हावाहुरी अहिलेको पालि यति घाम त फेरि मैले चाहिँ देखेकै छैन कि त्यो क्याम्पहरूमा होइन, नेपालमा या विश्वमा कहीँ पनि यस्तो घाम अनि डाउनसुट लागिरहेको छ। त्यो पनि एकदमै गाह्रो भयो। फेरि क्याम्प 2 पछि हामी अक्सिजन लिएर हिँड्यो क्याम्प 3 तिर। क्याम्प 3 तपाईँको 7300 मिटर, 7300 मिटर पछि चाहिँ हामी समय पुष्टको लागि गयो। 3 दिन भनौँ न, अब त्यहाँ हिमालमा खाने इच्छा लाग्दैन, तपाईँको एपिटाइट जुन हुन्छ नि सबै मरेर जान्छ। 3 दिन मैले केही खाएन, त्यस्तो केही खाएन। एउटा प्रोटिन सेक होला, एक प्रोटिन सेक खान्थ्यो, मेरो गिन्सेङको ट्याब्लेट्स खान्थ्यो, ड्राई फ्रुट्सहरू खान्थ्यो होइन। अनि 3 दिन केही सुत्नु पनि पाएको छैन, निन्दा लाग्दैन, खाना सकेको छैन, अनि आफूले पुस गर्नु परिरहेछ है। क्याम्प 4 मा गएर क्याम्प 4 पनि गयो। अब राति हिँडेको मान्छे क्याम्प 3 बाट 10:30 बजे, हामी क्याम्प 4 पुगेको बिहान 11:30 तिर। फेरि 3-4 घन्टा रेस्ट गरेर बेलुका 5:30 हामी माथि सगरमाथाको लागि हिँड्नु पऱ्यो होइन। सगरमाथाको लागि 5:30 बजे हिँड्यो। बिहान म 5:30 मा सगरमाथा पुग्यो। बिहान त्यहाँ पुग्दाखेरि चाहिँ अब पुग्दा पनि सकेको थिएन, डेड बडिजहरू भेटायो बिचमा। कति पल्ट अब तपाईँको भनौँ न हिमालमा अलि गाह्रो ठाउँमा चाहिँ हात पनि छुट्यो। तपाईँ रुममा झुटिनुहुन्छ, हात छुट्यो भने तपाईँको गाइडले समातिदिन्छ है। तर एकचोटि हिमाल शिखरमा पुगिसकेपछि चाहिँ एकदमै कृतज्ञता हुन्छ नि, मन चाहिँ एकदमै ढुक्क भयो। तर फेरि अर्को मनमा के चलिरहेको त, म माथि त आइसकेँ, तल कसरी चढ्ने? यो त 50% जब मात्र भयो नि त, 50% त बाँकी छ। सो क्याम्प चढिसकेपछि आउँदा क्याम्प 4 मा 8000 मिटर माथि डेन्जरस जोन भन्छ क्या। त्यहाँ सबभन्दा खस्ने भनेको त्यही मान्छेले, अक्सिजन सकिन्छ, क्युमा मान्छे मर्छ। मेरो के भयो त, अक्सिजन सकियो होइन। अब अक्सिजन सक्यो, म त्यहाँ रोडमा झोडिरहेको छु, गाइड त्यहीँ छ। अनि म त दाइ म त गयो, म मरेँ आज त म मरेँ, मलाई अक्सिजन लगाइदिनु गराइरहेको छु है। मान्छेहरू गइरहेको छ, कसैले केही मतलब छैन होइन। अब सबै आफ्नो समय गरेर फर्किन चाहन्छ नि त। अनि ल दाइ म त गएँ, म मरेँ आज, म मरेँ। 10 मिनटसम्म त्यहाँ मरेँ भनिरहेको छु, मेरो दिमाग बन्द भइरहेको छ है। सो अनि गाइडको पनि अक्सिजन सकिरहेको छ। अनि मेरो अर्को गाइड चाहिँ फेरि अक्सिजन लिनु तल गइरहेको छ, तर अक्सिजन लिनु पनि सजिलो छैन। तल जानु ठाउँमा अक्सिजन राखिदिन्छ कि। सो जुन बाटोमा राखेको थियो त्यहाँ जान त गइसक्यो, तर आउँदाखेरि यति मान्छेको क्यु। योपालि चाहिँ हाम्रो हिमाल सगरमाथा चढेको 1000 भन्दा पनि धेरै मान्छेले चढ्नु भएको हो। सबभन्दा धेरै वर्षको सबभन्दा धेरै चाहिँ योपालि भएको हो कि। अनि उहाँ चाहिँ आउनु पुग्नु भएन होइन। अनि म चाहिँ यहाँ एकदमै लास्ट मोमेन्टमा ल त आज म खसेँ भनेर। तर मेरो किस्मत भन्नुहोस् कि लक भन्नुहोस् है, म अर्को गाइड एउटा अर्को हाम्रो नेपाली शेर्पालाई आइराख्नु भएको अनि उहाँले चाहिँ को भनेर, ल एकदम नेपाली बहिनी रहेछ। अनि उहाँले चाहिँ उहाँसँग अर्को एउटा अक्सिजन ट्याङ्क थियो, उहाँले चाहिँ आफ्नो ट्याङ्क मलाई दिनुभएको। सो यो तपाईँले हेर्नुहुन्छ मेरो सेकेन्ड लाइफ हो। म यो भनेको सेकेन्ड जुनी नै भन्छु म होइन। अब त्यो अक्सिजन दिइसकेपछि फेरि उहाँले मलाई तानेर गाछमा बाल्कनीसम्म लिएर आउनुभयो होइन। बाल्कनीमा आउँदाखेरि फेरि अलिकति वेदर बिग्रियो। बाल्कनी भनेको फेरि तपाईँको 8000 माथि नै हो यो है। वेदर बिग्रिरहेको छ, अब बसिरहेको छ, वेदर अलिकति क्लियर हुन्छ कि फेरि तल जाने कि जसरी हामी तल पुग्यो 6:30 बजेसम्म राति है। त्यहाँ पुग्दाखेरि चाहिँ अब दाइ म त अहिले हेर्नु सक्दैन, एकदम थाकिरहेको, 2 दिन सुतेको छैन, केही खाएको छैन। 6:30 फेरि हामी ल क्याम्प 4मै बसौँ न त, हामीसँग अक्सिजन थियो त्यहाँ रातभरि। क्याम्प 4 भनेको तपाईँको
त्यहाँ चाहिँ बस्नै गाह्रो, तपाईँ बस्नै सक्नुहुन्न, यस्तो हावाहरू टेन्टै उडाइदिन्छ। तर हामी त्यहाँ एक रात जसरी पनि बस्यौँ, बिहान फेरि 9:30 बजे हामी क्याम्प 3को लागि निस्क्यौँ। क्याम्प 3 र क्याम्प 2 फेरि पुग्यौँ। सो भन्दाखेरि अब यो त मेरो एभरेज थियो नि त, होइन? तर मैले त ह्युमन हिँडेर मैले एभरेस्ट पुरा गरेँ मेरो। तर मलाई के लाग्छ, हाम्रो लाइफमा हाम्रो सबैको आफ्नो आफ्नो एभरेज हुन्छ नि, होइन? आफ्नो आफ्नै सलामाता छ कि छैन? हाम्रो रिलेसनसिपमा होला, हाम्रो हेल्थ च्यालेन्ज होला, हाम्रो के भन्छ पर्सनल लाइफको प्रब्लम समस्या होला, करियर प्रब्लम होला, फाइनेन्स प्रब्लम होला, छ कि छैन? सबैको छ। सो मैले केले हेल्प गर्यो त? किनकि उहाँले जसरी भन्नुभएको, म प्राणिक हिलिङको टिचर पनि हो। प्राणिक हिलिङ भनेको कसरी सुन्नु भएको छ? कसैले पनि यहाँ सुन्नु भएको प्राणिक हिलिङ भनेको सुन्नु भएको छ? हजुर। सो प्राणिक हिलिङ भनेको एउटा के हो त? एउटा आध्यात्मिक उपचार गर्ने तरिका हो। जसरी कि तपाईँले माइग्रेन छ, थाइरोइड छ भने डक्टरले त्यसको उपचार गर्न सकिन्छ? सक्छ? सक्छ कि सक्दैन? डक्टरले माइग्रेनको उपचार गर्न सक्छ? सक्दैन। थाइरोइडले गर्न सकिन्छ? सक्दैन। डक्टरले के भन्छ? ट्याब्लेट खानुहोस् लाइफभरि, होइन? तर प्राणिक हिलिङले के हुन्छ त? तपाईँको उपचार गर्न सकिन्छ। माइग्रेन भनेको, थाइरोइड भनेको, स्ट्रेस, एङ्गर, तपाईँको रिस्क भन्नुहोस्, एडिक्सन भन्नुहोस्, डिप्रेसन भन्नुहोस्, एङ्जाइटी भन्नुहोस्, यो सबैको उपचार हाम्रो प्राणिक हिलिङमा छ कि। सो म चाहिँ प्राणिक हिलिङको 3 लेभल, 5वटा लेभल हुन्छ, 3टा लेभल चाहिँ म पुरै नेपालमा पढाउँछु। मेरो आफ्नै संस्था पनि छ सुनधारामा, जहाँबाट मैले प्राणिक हिलिङको तालिम पनि दिन्छु र मान्छेको हिलिङ पनि गर्छु, होइन? सो मैले प्राणिक हिलिङको टेक्निक चाहिँ सगरमाथाभरि युज गरेँ। सो म माथि गइरहन्थ्यो, थाकिरहन्थ्यो, तल चाहिँ मेरो हिलरले मेरो हिलिङ गरिदिन्थ्यो कि। अनि मैले गाईलाई टकी भन्थेँ, ल गाई मेरो झाडफुक गर्न लगाइदिनु त, तल भनिदिनु त। के झाडफुक गर्न लाग्ने हो? ए हो, झाडफुक त होइन, होइन? तर यो प्राणिक हिलिङ भनेको एउटा धेरै नै साइन्टिफिक तरिकाले हिलिङ हुन्छ कि। तपाईँको चक्रको हिलिङ हुन्छ, होइन? आभा मोडल हाम्रो जुन अरा भन्छ नि, एउटा सबैको अरा भन्छ, वाइब भन्छ नि हामीले। सो हामीले त्यहाँ हिलिङ गरेर तपाईँको ठुलो ठुलो रोगहरू पनि निको गरिरहेको छ। सो मेरो रोगहरू चाहिँ अब अनेस्टली भन्दाखेरि म बेस क्याम्प पुग्दा नि मलाई रुगाखोकी भइसकेको थियो, म ज्वरो पनि आइसकेको थियो। अब त्यो बेला मैले के गर्ने त? यहाँ 50 लाख हालिसकेको छ सगरमाथा जानलाई, है? जिउ ठिक छैन। अनि मैले केले हेल्प गरेको त? हिलिङले हेल्प गरेको कि। सो तपाईँको कुनै पनि रोग प्राणिक हिलिङको बारेमा बुझ्न चाहनुहुन्छ, तपाईँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ। तर मैले हेल्प गरेको भनेको मेरो प्राणिक हिलिङको टेक्निक्सहरूले पनि हो। अनि अफकोर्स मेरो परिवारमा पेरेन्ट्स चाहिँ हुनुहुन्छ, आमा बुवा हुनुहुन्छ, उहाँको सपोर्ट बिना चाहिँ पोसिबल। नयाँ लाग्ला। मैले चाहिँ सरस्वती दिदीलाई अलिक मिस गरेँ जस्तो लागिरहेको छ। सरस्वती दिदी याद छ सबैलाई? सरस्वती दिदीलाई याद गरेँ, किनभने उहाँले मलाई कन्ट्याक्ट गरिरहनु भएको थियो। मलाई धेरैले चिन्नुहुन्न त, त्यो भएर अलिकति भनिदिनु पऱ्यो मैले आफ्नो बारेमा आफैले। म चाहिँ धरानचारमा जन्मेको, मेरो नाम रोजी श्रेष्ठ हो, थाहा छँदैछ। मैले निकेतनमा पढायो। हाम्रो मथुरा दिदीहरू, हाम्रो दिदी, होइन? हामी सानो थियो, खुट्टापछि सानो क्यान्टिनदेखि अगाडि हो मेरो घर, है? मेरो बुवाको नाम शङ्करबहादुर श्रेष्ठ, आमाको नाम चन्द्रमैया श्रेष्ठ। हाल चाहिँ म यही काठमाडौँमा जडीबुटीमा बस्छु, तर मेरो अफिस चाहिँ उसमा मेरो सानो टिभीमा छ। अब पढ्दै जाँदा गर्दै जाँदाखेरि अब पिएचडी गरियो। अब त्यो पहिलो पिएचडी पनि भयो, त्यसले गर्दा आफ्नो ठाउँको नाम पनि राख्न सकियो। र यो बिचमा मैले पढेको चाहिँ स्कुल निकेतन हो र मैले 20 वर्ष चाहिँ बिपिकेएचएसमा काम गरेको छु। त्यो भएर 20 इयर्स मैले आफ्नो ठाउँको मान्छेहरूलाई सर्भ गरेको छु। त्यो भएर मलाई पनि प्राउड लाग्छ म धरानी हुँ भनेर। र अझै पनि विश्वको जानै गए पनि अघि मथुरा दिदीले भने जस्तै कहाँ बस्नु मन लाग्छ र भन्नु पनि धरानै लाग्छ। अब काम विशेषले हामी सबैजना यहाँ छौँ, तर मौका पायो भने धरानको लागि केही गरौँ र धरानमै बसौँ भन्ने चाहिँ छ इच्छा। र आज सम्पूर्ण दिदीबहिनीहरूको नै दिन हो यो। त्यो भएर तिजको लागि एकदमै हामी सिँगारेर खुसी साथ सबैजना रातो हिरो भएर
तिज मनाउन आएको छौँ। त्यो भएर हामीले चाहिँ ह्याप्पी तिज भन्ने तिज चाहिँ राम्रोसँग मनाउँ र काहीँ कतै भेट भयो कुनै प्रोग्राम इभेन्टहरूमा फेरि पनि यसरी नै बोलाउनु हुन्छ होला, सम्झिनुहुन्छ होला। किनभने म पनि धरानकै छोरी हो है। अनि एकजना शङ्कर गाउँले दाइ हुनुहुन्छ धरानमा, उहाँले चाहिँ लेख्नुभएको थियो धरानको चेली यसरी हाइएस्ट पोस्टमा पुगेको छ भनेर लेख्नुभएको थियो। खुसी लाग्यो उहाँहरूलाई देखेर नै हामी हुर्केको, हामी अलिक बच्चै थियौँ र त्यही मेन रोडमा धरान चारको मेन रोडमा सागु ट्याक्टिङ अगाडि मेरो जन्मस्थल हो। त्यो भएर कतिजना यसो देख्दा खुसी पनि लागिरहेको छ। कतिजना मसँग पढ्नुभएको होला। म 2040 सालको एसएलसी ब्याच छु है। तर धेरै कुरो चाहिँ नभन्नला, स्टिल हामी अन है। र एकदम खुसी लाग्छ सबै धरानको मान्छेहरू देख्दाखेरि, छोरी बुहारी जे नाताले भने हामी सबैजना यहाँ छौँ र हामी सबैजना एक हौँ र केही पऱ्यो भने हामी सबैले सबैलाई सहयोग गरौँ र धरानको हरेक खुबीहरूलाई चाहिँ हामीले विश्वमा चिनाउँ भन्दै 2 शब्द यही राख्न चाहन्छु। धन्यवाद। धन्यवाद रुचि श्रेष्ठज्यूलाई। अब हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ। हामीले अब यस कार्यक्रममा एउटा परिचय कार्यक्रम पनि राखेका छौँ। परिचय राख्ने क्रममा हामी धराने काठमाडौँ समूहले विगत 4 वर्षदेखि वर्षमा धरानेहरूलाई एकजुट गर्नुपर्छ भन्ने उद्देश्यले अहिले पिकनिक कार्यक्रम राख्छौँ। यस्तै गरी महिला दिदीबहिनीहरूको हरितालिका तिजको कार्यक्रम पनि राखिराख्ने गर्छौँ र धरानका कुनै पनि धरानवासीलाई काठमाडौँमा आएको बेलामा कुनै पनि किसिमको समस्याहरू आइपरेको खण्डमा हामीलाई खबर भएको खण्डमा हामी उहाँहरूलाई सहयोग पनि गरिरहेको जानकारी गर्दछु। धरानेहरू कहिले पनि एक्लो नहोस्, काठमाडौँ आउँदाखेरि हामी धराने काठमाडौँ समूह हाम्रो साथमा छ भन्ने कुरा हामी धराने काठमाडौँका साथीहरूले यसको महसुस गराउनको लागि नै हामीले यो संस्था खोलेको पनि जानकारी गर्दछौँ। यस संस्था खोलेर र यस संस्थामा क्रियाशील भएर काम गर्न धेरै कठिनाइ छ। यो कठिनाइलाई हरेक समस्याको समाधान गर्नको लागि हाम्रो एउटा कोर टिम छ। यो कोर टिमको एउटा परिचय गर्ने भन्ने आज हामीले कार्यक्रम लागेको हुँदा सबै हामी धरान काठमाडौँ समूहका सम्पूर्ण संस्थापक सदस्यज्यूहरूको नामाकरण बोलाइन्छ। सबैजना मञ्चमा आइदिनु एउटा हार्दिक अनुरोध गर्दछु। नामाकरण बोलाइदिनुको लागि म सुनि कर्मचारी दिदीलाई आइदिनु हुन हार्दिक अनुरोध। हामी धराने काठमाडौँ समूहका संस्थापक सदस्यहरूको परिचय कार्यक्रम अगाडि बढाउँदै सबै सदस्यज्यूहरूलाई मञ्चमा आइदिनु हुन अनुरोध गर्दछु। मङ्गा श्रेष्ठज्यू, सुनिल साकिया, रोशन श्रेष्ठज्यू, देवचन्द्र श्रेष्ठज्यू, वेद प्रकाश श्रेष्ठज्यू, विनोद राजवंशी श्रेष्ठज्यू, चन्द्र श्रेष्ठज्यू, सुधीर श्रेष्ठज्यू, राजा श्रेष्ठज्यू, प्रतीक श्रेष्ठज्यू, अनुभव भक्त श्रेष्ठज्यू, राजु गोलेज्यू, पूजन नेपाली प्रसाईज्यू, सबी श्रेष्ठज्यू, सुमी कर्मचारी म आफै भए, कल्पना भण्डारीज्यू, धन्यवाद। कृति अग्रवालज्यूलाई हामी धराने काठमाडौँ समूहको तर्फबाट हार्दिक बधाई तथा सम्मान व्यक्त गर्दै यो सम्मान पत्र प्रदान गर्दछौँ। सगरमाथाको शिखर चुमेर धरानको श्री उच्च पार्नुभएकोमा हार्दिक सम्मान। डाक्टर रोजी श्रेष्ठज्यूलाई हामी धराने काठमाडौँको समूहको तर्फबाट हार्दिक बधाई तथा सम्मान व्यक्त गर्दै यो सम्मान पत्र प्रदान गर्दछौँ। उहाँको निरन्तर सफलता, सुस्वास्थ्य, दीर्घायु तथा उच्च शिक्षाको थप क्षेत्रमा उल्लेखित योगदानको लागि हामी शुभकामना व्यक्त गर्दछौँ। सम्पूर्णलाई नमस्कार गर्न चाहन्छु। महिमा सिंह धरानमा जन्मिएको धरानको माटोमा खेल्दै धरानमा शिक्षा सुरु गरी स्वास्थ्य
क्षेत्रलाई पेसा बनाई नेपालकै पहिलो नर्सिङ प्राध्यापक हुन सफल आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा विद्या पारिदी समूहको सफलतापूर्वक ढङ्ग सम्पन्न गरी नर्सिङ क्षेत्रमा नेपालकै पहिलो विद्या पारिदी प्रमाणपत्र हासिल गरी आफूलाई अव्वल बनाउने नेपाल विद्याभूषणका मातृ नेपाल हाल नेपाल विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवको हुदामा कार्यरत हाम्रो चेली प्राध्यापक डाक्टर श्रीमती रोजी श्रेष्ठ जुलाई प्रमुख अतिथिको रूपमा हामीहरू हिन्दू सुपारी यहाँ उपस्थित दिनुभएकोमा हामी धरानी काठमाडौँ समूहको तर्फबाट धन्यवाद भन्न चाहन्छु। धरानको माटोमा जन्मी हुर्की आफ्नो समुदाय र धरानकै प्रतिनिधित्व गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुन्न सफल हाम्रो चेलीलाई सम्मान गर्ने हाम्रो मित्र सुपारी आज हामीमाझ उपस्थिति जनाइदिनु भएकोमा सगरमाथा विजेता सुश्री प्रीति अग्रवाल रतनियाजीलाई हामी काठमाडौँ समूहको तर्फबाट धन्यवाद भन्न चाहन्छु। हाम्रो निमन्त्रणा स्वीकार गरी हामीले पाहुनाको रूपमा हाम्रो हिन्दूलाई स्वीकारी यस कार्यक्रमको शुभ बनाइदिनु भएकोमा अतिथिज्यूहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। साथै हामीलाई यो कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने महानुभावहरूलाई पनि हामी धन्यवाद भन्न चाहन्छौँ। यस कार्यक्रम स्थलमा खट्नुहुने मेरा भाइ बहिनी साथीहरू सबै सहयोगीहरूलाई म धन्यवाद भन्न चाहन्छु। अन्तमा विशेष गरी धन्यवाद चाहिँ यस कार्यक्रममा तोकिएको रकमले टिकट खरिद गरी उपस्थिति भइदिनु भएकोमा सम्पूर्ण दिदीबहिनी चेलीहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु। धन्यवाद 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 यति भन्दै सबैजनालाई एकमुष्ट धन्यवाद भन्दै मेरो धन्यवाद। मनोरञ्जन क्षेत्रमा रहनुभएका सम्पूर्ण सदस्यज्यूहरू तयारीका साथमा सिद्धिनु होला। अहिलेलाई हाम्रो स्न्याक्सको व्यवस्था भइसकेकोले गर्दाखेरि सबैजना आगन्तुक पाहुनाहरू अतिथिज्यूहरू विशेष अतिथिज्यूहरू स्न्याक्सको लागि गइदिनु